नमस्ते सबैजना, तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले घरमा ड्राई फ्रुट लड्डु बनाउँदैछु। अब अस्ट्रेलियामा चाहिँ जाडो लाग्यो, त्यही भएर मैले चाहिँ अब घरमा काम पनि थिएन, के गर्ने भनेर अनि यसो त्यो इन्डियनहरूले खाएको देख्थेँ मैले, यिनीहरूले पन्जिरी हो कि के भनेर बनाउने के। अनि मलाई कसले दिएको थियो मेरो साथीले, अनि मलाई एकदम मिठो लागेको थियो। अनि मैले कसरी बनाउँछौ भनेको, ड्राई फ्रुट्सले बनाउने हो भन्थेँ कि। अनि मैले चाहिँ घरमा बसे बेला आफूसँग जे छ, म पसलमा गएर चाहिँ केही पनि ल्याइनँ। मेरो घरमा जे ड्राई फ्रुट्सहरू छ त्यसलाई युज गरेर बनाएँ। हामीले यसमा चाह्यो भने चाहिँ त्यो गुद भन्छन् नि, हो त्यो पनि एड गर्न मिल्छ। त्यो एड गऱ्यो भने त जाडोमा हामी महिलाहरूको लागि त एकदम बेस्ट। मैले चाहिँ यसमा लिएको छु बदाम, काजु, अनि यिनीहरूलाई चाहिँ रोस्ट गर्नु पर्यो होइन, कति ब्राउन हुने बेलासम्म यिनीहरूलाई रोस्ट गर्ने। त्यसपछि अनि मैले चाहिँ सबै ड्राई फ्रुट्सहरूलाई एउटै क्वान्टिटीमा लिएको छु, त्यहीँ कचौराको एक कचौरा, किनभने मैले पहिलोचोटि ट्राई गर्न लगाएको हो नि त। अनि मैले चाहिँ यसमा लिएको छु बदाम, काजु, अनि त्यसपछि पेस्ता, खजुरी, अनि त्यसपछि यो के भन्छन् यो अङ्गुर सुकाएकोलाई भन्न आएन। अनि यिनीहरूलाई सबैलाई रोस्ट गर्ने। यो चाहिँ हल्का फुल्ले जस्तो हुन्छ, बेलुन जस्तो फुल्ले जस्तो हुन्छ, तबसम्म रोस्ट गर्ने। अनि किसमिस भन्छ है, बल्ल सम्झेँ, किसमिस हाल्ने। अनि मैले चाहिँ अब आफ्नो लागि बनाएको हो नि त जाडोको लागि, त्यही भएर यसमा मैले मेथी, ज्वानो, अनि त्यसपछि त्यो सुत्केरीमा खाने सौँफ हुन्छ क्या, त्यो साग खाने सम्फो भन्छन् नि, के भन्छन्, त्यो पनि हालेछु। अनि तिनीहरूलाई रोस्ट गरेछु। यो चाहिँ एकदम अप्सनल हो, तपाईँले हाले नि हुन्छ, नहाले नि हुन्छ, मैले चाहिँ हालेको। अनि त्यसपछि यति भयो थियो सबै रोस्ट गर्दाखेरि। अनि यहीँ बिचमा चाहिँ मैले केटाकेटीले कराई गरेर यिनीहरूलाई मैले मिल्कसेक बनाएर दिएको थिएँ। अनि मेरो बेबीलाई चाहिँ खोकी लाग्यो कि, त्यही भएर मैले सबैलाई मिल्कसेक दिएँ। अनि मेरो बेबीलाई चाहिँ यसमा हालेर एप्पल जुस दिएको। यिनीहरूले एकदम मिठो मानेर खाँदैछन्। कस्तो छ सानो भाइ? बसेर खाऊ, बसेर। अब चाहिँ मैले यसलाई ग्राइन्ड गर्न लागेँ। यसलाई चाहिँ खासमा धेरै मसिनो बनाउने होइन, मैले अलि धेरै मसिनो बनाएँ कि मेरो अलि चपाउन मिल्दैन, त्यही भएर अब मैले हल्का मसिनो बनाएँ। तपाईँहरूले हल्का अलि उसनै गरे हुन्छ कि, रफ टाइपमा गरे नि हुन्छ। अनि यसलाई मुस्नु पर्यो। यसमा केही ओइलहरू केही युज भएन, यसमा भनेको घिउ बाहेक अरू केही पनि युज भएन। त्यही भएर यसलाई ढुक्कको साथ तपाईँले एभ्रिडे 2टा खाँदा एकदम राम्रो कि जाडोको लागि। मैले फेरि पनि बनाउँछु, मैले चाहिँ जस्तो यो ट्राई गरेँ त, तर एकदम राम्रो भएको थियो।